हे गाइस, दर्शन नमस्ते। म तपाईहरुको मित्र फेरि पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। हेरेर साथ सपोर्ट गरिदिनु होला है त। म अहिले भन्नै पर्दाखेरि नयाँ ठाउँको लागि गइरहेको छु। एउटा काम विशेषले गर्दाखेरि यतातिर लागिरहेको छु। बाँकी केही पनि छैन, तपाईहरुलाई यसो अपडेट गर्दै भनेर मात्र है त। बाँकी केही पनि छैन साथीहरु, यस्तै छ जिन्दगी चलिरहेको छ परदेशको ठाउँमा है त। तपाईलाई बाहिरको नजारा पनि देखाउँछु, हेर्नु होला है त। ल हेर्नुस्, अहिले यस्तो छ, पहाड छ त्यतातिर। पहाडको बीचमा हामी यात्रा गरिरहेका छौँ। राम्रो लाग्छ यसरी घुमिराख्दाखेरि, आफ्नै देशमा यात्रा गरिरहेको जस्तो लाग्छ। हेर्नुहोस् पहाड, हेर्नुहोस्। तपाईहरु भन्नुहुन्छ नि दुबईमा पहाड छैन, परदेशमा बस्नेहरूले के देखेका छन् र पहाड छैन केही छैन भन्नुहुन्छ नि। ल हेर्नुहोस् पहाड छ कि छैन भन्ने कुरो त तपाईहरुले देख्न सक्नुहुन्छ। देख्नुभयो नि। आजको मौसम चाहिँ बिहानसम्म चाहिँ अलिकति घमिलो घमिलो खालको थियो। घर्मिलो कि घमिलो भन्छ नि, घर्मिलो टाइपको। सो अहिले फेरि घाम लागिसकेको छ। म पनि सरप्राइजै भएँ। मैले चाहिँ के सोचेको थिएँ भने आज यसो घाम लागेन, अब लुगा खासै नधौँ भन्ने चाहिँ सिद्धान्त थियो मेरो। त्यो कारणले गर्दा मैले लुगा धोइन है। अहिले हेर्नु छ भने यस्तो छ, पुरै घाम लागिसकेको छ है त। आज सरप्राइज भयो है। त्यस्तो छ। ल हेर्नुहोस्, यतातिर खेतीबाडी पनि गर्छौँ। मकै सबै पनि लगाएको देखियो, खोइ के हो पनि होइन गाडीमा। यस्तो छ, हेरेर साथ दिनु होला है त। अब अहिले त तपाईको कन्टेन्ट मोनिटाइजेसनको लागि पनि त अहिले त 6वटा क्राइटेरिया पुरा गर्नुपर्ने भन्ने आएको छ। तपाईहरुले हेर्नुभएको भएन, तपाईहरुको अपडेट आएको आएन, मेरोमा त अपडेट आइसकेको रहेछ है। अस्ति अलिकति पहिला जे कुरामा पनि अलि पछि नै पर्यो हौ। अलि म यसो विचार गर्छु कि जे कुरामा पनि पछि नै परेको जस्तो अनुभव भइरहेको छ है। किनभने तपाईको अस्ति जब मैले यो गर्दाखेरि चाहिँ कन्टेन्ट मोनिटाइजेसन चाहिँ आउँछ भन्ने चाहिँ लागिरहेको थियो होइन। अनि स्टार फिचरदेखि लिएर सबै त आयो, मेरो सेटिङहरू मैले सेटिङ पनि गरेँ। तर यो कन्टेन्ट मोनिटाइजेसनको लागि चाहिँ वेटिङ गरिरहेको थिएँ। हुन त मेरो बढी फलोवर्स पनि छैन होइन। सो तर हार्डवर्किङ छ यसमा चाहिँ, कन्टेन्टको भनौँ न कन्टेन्ट क्रिएटरको, एज अ कन्टेन्ट क्रिएटरको रूपले काम चाहिँ गरिरहेको छु। सो त्यसले गर्दाखेरि अलिकति काहीँ न काहीँ त्यो आउँछ कि भन्ने चाहिँ हुँदो रहेछ। सो आउँछ कि भन्ने भएर मैले वेटिङ गरिरहेको थिएँ है। सिधै आज बिहान त एउटा अपडेट आयो कि होइन, मेटाको तर्फबाट। यसो हेरेको त 6वटा क्राइटेरिया पुरा गर्नुपर्ने। अनि मैले चाहिँ 4वटा अलरेडी नै गरिसकेको रहेछु, 4वटा स्टेप चाहिँ पार गरिसकेको रहेछु। सो अब चाहिँ 2वटा स्टेप छ। भन्नको मतलब अब यही हो भनेर चाहिँ म अब भोलि बनाउँदा कुनै अर्को दिनमा है, मलाई तपाईँहरूको साथ र सपोर्ट चाहिएको छ। अब तपाईँहरूले चाहिँ साथ र सपोर्ट गर्नुभयो भने चाहिँ अब त्यो जाबु त्यति पुरा गर्नको लागि खासै टाइम लाग्छ र हुन्छ भन्ने चाहिँ हुँदैन। तपाईँहरूको साथ र सपोर्टले नै म अगाडि बढ्छु। यस्तै छ, एकले अर्कालाई साथ र सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ, केही छैन। यो प्लेटफर्मै यस्तै हो होइन। कति कुराहरू चाहिँ हामीले बुझेर अगाडि बढ्नुपर्छ, के अपलोड गर्ने के अपलोड नगर्ने भन्ने कुराहरू। अहिले यसमा चाहिँ मैले भन्न खोजेको चाहिँ के हो भने चाहिँ, अब यसमा मेन भनेको चाहिँ तपाईको फलोवर्स है। फलोवर्स चाहिँ अहिले 10,000 पुऱ्याइदिएको छ, पहिला थिएन होइन। अस्ति बिचमा क्राइटेरिया घटाइदिएको थियो। मान्छे फलोवर्सले पनि कन्टेन्ट मोनिटाइजेसन 1000ले पनि पाइरहेको थिए होइन। अहिले चाहिँ फ्याट्टै यसले चाहिँ के गरिदियो भने, यसले चाहिँ ठ्याक्कै बढाइदियो। अहिले 10,000 फलोवर्स हुनुपर्ने है। अनि त्यसपछि वाच टाइम चाहिँ भ्युज, एज अ भ्युज भनौँ न, युट्युबको जस्तो एज अ भ्युज चाहिँ कति हुनुपर्ने भने 1,25,000 हुनुपर्ने। भ्युज त 1,25,000 ल्याउनको लागि चाहिँ गाह्रै छ। 10,000 त बरु पुग्ला है। अब भनेपछि प्लेटफर्महरूमा पनि गाह्रो नै छ कन्टेन्ट क्रिएटर, एज अ कन्टेन्ट क्रिएटर भएर काम गर्नको लागि पनि है। यस्तै छ साथीहरू, आजको भिडियो यति नै। पछिको भिडियोमा फेरि अपडेट गर्दै गरौँ ल। साथ र सपोर्टको खाँचो छ, साथ र सपोर्ट गर्नुहुन्छ भन्ने पनि आशा गरेको छु। आजलाई मेरो भिडियो यति नै। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, खुसी रहनुहोस्, मस्त रहनुहोस् है त। ओके गाइस, बाई बाई, टेक केयर।